हेलो साथीहरू। म चाहिँ आज शनिबार थियो अनि रुममा चाहिँ बसिरहेको थिएँ अनि यस्तै इन्स्टाग्राम चाहिँ स्क्रोल गर्दाखेरि एउटा चाहिँ यस्तो भिडियो चाहिँ हेरेँ कि त्योमा चाहिँ आफ्नो बुवाले नै आफ्नो छोरीलाई 13 वर्षको छोरीलाई रेप गरेर चाहिँ घरमा चाहिँ छोडिदिएको छ। अनि त्यसपछि 13 वर्षको छोरीलाई चाहिँ रेप गरेर छोडिदिएको छ। अनि एउटा चाहिँ अझै हेर्दै थिएँ के थियो त्यसको आफ्नो हस्बेन्डले नै आफ्नो वाइफलाई चाहिँ त्यो घुम्न चाहिँ गएको थियो हनिमुनमा कतै अनि त्यहाँबाट चाहिँ धोका दिएको छ अरे। यस्तो यस्तो चाहिँ म हेर्दै थिएँ। अनि आजकल इन्स्टाग्राममा चाहिँ यो पनि हेर्दैछु कि धेरै केटाहरूले चाहिँ यो प्रश्न गर्छ कि आजकलको केटीहरूमाथि भरोसा गर्ने लायकको छैन। लभ म्यारेज चाहे एरेन्ज म्यारेज जे भए पनि तिनीहरूमा चाहिँ अब विश्वास गर्ने छैन, किनभने धक्का दिएर मार्छ अरे, आफ्नो बोयफ्रेन्डको लागि चाहिँ मार्छ, कोही कोही त केही धेरै कारणहरूले चाहिँ केटीहरू चाहिँ मार्छ। ठिक छ, मार्छ भने चाहिँ केही छैन, म त्यसको केही खिलाफमा छैन। तर यो पनि त बुझ्नु पऱ्यो, जब वर्षौँदेखि मान्छे चाहिँ अब हस्बेन्ड मरेपछि सती प्रथामा जाने गर्थ्यो केटीहरूले चाहिँ किन सती प्रथामा पठाउनु पर्ने? त्यति बेला चाहिँ कोही किन आवाज उठाएन? घरेलु हिंसा हुन्छ, बलात्कार हुन्छ, कुन यस्तो दिन हुन्छ कि केटीहरू चाहिँ पीडित छैन? यहाँ कि कतै जता पनि पीडित छ केटीहरू क्या। अनि केटाहरूको चाहिँ एउटा मात्रै प्रश्न हुन्छ, केटीहरू चाहिँ यस्तो छैन उस्तो छैन, बेमा भरोसा छैन। म यो भन्दिनँ कि केटाहरू चाहिँ भरोसा गरोस् या नगरोस्, किनभने केटा मात्रै भिक्टिम छैन, धेरै पहिलेदेखि केटीहरू पनि भिक्टिम छ। भिक्टिम नभएपछि यति वर्षदेखि झेलिरहेछ। दाइजोको लागि पनि कति महिलाहरूले चाहिँ मारिदिएको छ। म आफै अगाडि हेरेको छु, आँखा अगाडि हेरेको छु। दाइजोको लागि चाहिँ कति धेरैजनाले चाहिँ ताना हानेको, घर ससुराले मारिदिएको। म आफै एउटा लयरहरूले पनि चाहिँ मिलेर लयरको एउटा केस पनि त्योभन्दा धेरै अगाडि चाहिँ आएको थियो। अनि त्यो आफ्नो सास ससुरा पनि लयर रे, हस्बेन्ड पनि लयर भएर सबै भएर त्यही पनि आफ्नो बुढीलाई चाहिँ मारेको थियो। यो पनि त केस आएको थियो। त्यो त पढे लेखेको मान्छे थियो। आवाज चाहिँ नि न्यायको माथि चाहिँ उठाउनु पऱ्यो। केटाले चाहिँ यो गर्यो, केटीले चाहिँ त्यो गर्यो, त्यो माथि चाहिँ उठाउनु परेन। यो चाहिँ म चाहिँ अलिकति चाहिँ नराम्रो फिल भयो क्या त्यति बेला चाहिँ। अब केटीहरू चाहिँ पीडित भएको बेला चाहिँ कोही नबोल्ने, केटाहरू चाहिँ एक दुईवटा चाहिँ अब मरेपछि सबै चाहिँ बोल्ने, यस्तो चाहिँ हुनुभन्दा पनि नि अब चाहिँ को पीडित छ, को पीडित भइरहेछ त्यो चाहिँ बुझ्नुपर्ने मेरो अनुसार। केटी पीडित छ भने केटीलाई न्याय भेटोस्, केटा पीडित छ भने केटालाई न्याय भेटोस्। 13 वर्षको बालबालिकालाई चाहिँ आफ्नो बुवाले चाहिँ रेप गरेको, तपाईँले नै सुन्नु न। आफ्नो बुवाले, जो मान्छे आफ्नो बुवालाई सुपर हिरो मान्छ, त्यस्तो बुवाले चाहिँ आफ्नो 13 वर्षको छोरीलाई चाहिँ रेप गरे। कस्तो दुःख लाग्दो के। म त सुन्ने बित्तिकै मेरो आँखाबाट नि एक थुप आँसु झऱ्यो कि यस्तो पनि हुन्छ। साँच्चैकै कलियुग आए जस्तो भयो। अनि हस्बेन्ड चाहिँ गएर आफ्नो वाइफलाई चाहिँ धक्का दिइहाल्यो, केटीले चाहिँ गएर केटालाई चाहिँ धक्का दिइहाल्यो। योहरूभन्दा चाहिँ आज म चाहिँ यही चाहिँ भरदिन चाहिँ यही सोचिरहेको छु कि बिहानदेखि उठेपछि नि मेरो दिमागमा पनि यही कुरा खेलिरहेको थियो। हेर्दा हेर्दा इन्स्टाग्राम स्क्रोल गर्दा गर्दा पनि यही कुराहरू चाहिँ आउन थाल्यो। त्यही भएर चाहिँ म चाहिँ तपाईँहरू पनिसँग सेयर गरौँ, त्यही भएर चाहिँ आज म तपाईँहरूसँग सेयर गरेँ। किनभने सबैको कुरा सुन्दा सुन्दा आज मलाई पनि वाक्क लाग्यो कि 2-3 दिनदेखि चाहिँ सुनिरहेको छु। केटाहरूले चाहिँ कलेज जाँदा पनि अनि बाहिर हुँदा पनि गाउँघरमा पनि मान्छेहरू चाहिँ यस्तै कुराहरू काट्छ, वरिपरिको मान्छेहरू पनि कि। तर कुरा यो होइन कि आज चाहिँ केटाहरू चाहिँ भिक्टिम भयो। योभन्दा पहिला पनि त वर्षौँदेखि केटीहरू भिक्टिम भएर आइरहेछ नि त। सबभन्दा ठुलो कुरा हामी हेर्नौँ न, सती प्रथा पनि त थियो, हो कि होइन? यो चाहिँ हामीले चाहिँ बुझ्नुपर्ने कुरा हो कि होइन? तपाईँहरू पनि आफ्नो सल्लाह दिनु है।